एनोमलस एक्सपान्सन अफ वाटर 3 2 1 तिर ओएमजी त यसभित्र राख्थ्यो है त ल यो त डुबो त। नमस्कार साथीहरु, फेरि नयाँ भिडियोमा हजुरहरुलाई स्वागत गर्न चाहन्छु है त गाइस। आज हामीहरुले के पढ्ने छौं भन्दाखेरि यहाँ हेर्नु त एनोमलस एक्सपान्सन अफ वाटर अर्थात पानीको असाधारण प्रसारको बारेमा चाहिँ पढ्ने छौं। पढ्ने मात्र हैन, हाम्रो यो च्यानलमा पढ्ने मात्र हैन, एक्सपेरिमेन्ट पनि गरेर देखाउने छौं। अर्थात पुरै हजुरमा भएको पुरै डाउटलाई चाहिँ मैले क्लियर पार्दिन्छु। त अब चाहिँ गरौँ सुरु। अब यो एनोमलस एक्सपान्सन अफ वाटर पढ्न भन्दा पहिला चाहिँ हामीलाई चाहिँ यहाँ एनर्जी चाहिन्छ, अर्थात एनर्जी क्याप्सुल चाहिन्छ हैन। किन यो एनर्जी क्याप्सुलको बारेमा हजुरहरुलाई चाहियो होला हैन। कोकोलाई थाहा छैन उहाँहरुलाई भन्न चाहन्छु, केही पनि कुरा पढ्न भन्दा पहिला चाहिँ हामीलाई केही बेसिक कुराहरु जान्नुपर्छ। हो त्यस्तै चाहिँ यहाँ चाहिँ हामीले यहाँ के दुईटा कुरा राखेका छन् मुख्य गरी। यसको बारेमा हामीले बुझ्यौ भने अरु पुरै हामीले आफै बुझ्ने छौं है त गाइस। हिट र बलुनको चाहिँ यहाँ रिलेसनको बारेमा देखाइएको छ हैन। हेर्नु त अरु कुनै पनि तत्त्वहरु सब्स्टेन्सहरु लिनुहुन्छ भने र त्यसलाई चाहिँ हिट गर्नुहुन्छ, तताउनुहुन्छ भने चाहिँ त्यो चाहिँ त्यसको भोल्युम चाहिँ के त इन्क्रिज हुन्छ। अर्थात मानौ कि यहाँ हामीले एयर हेर्नुस्, यहाँ एयर लिनुभयो भने र त्यसलाई हिट गर्ने हो भने त्यसको भोल्युम के हो त, त्यसको भोल्युम चाहिँ इन्क्रिज हुन्छ है त। यसको अनुसारले भोल्युम इन्क्रिज हुन्छ। यो कुरो पत्ताउनुहुन्न। मैले होला लाइभ गरेर देखाउनु पर्ने ओके केही छैन, मैले होला एक्सपेरिमेन्ट गरेर देखाउँछु है त। यहाँ हेर्नु, यहाँ मैले एउटा कटोरा लिएको छु अनि यहाँ चाहिँ मसँग रहेको त बोतल भेट्दैन, एमा चाहिँ तातो पानी रहेको छ है त। हेर्नु त एमा हट वाटर रहेको छ हैन, तातो पानी हेर्नु त। ओहो पोल्यो आरामले। हेर्नु त यहाँ चाहिँ तातो पानी रहेको छ। हजुरले यसबाट धुवा निक्लेको देख्नु भएको कि थाहा भएन, तर यसमा चाहिँ तातो पानी छ है त, पत्ताउनुहोस् हैन। अब चाहिँ यहाँ चाहिँ मैले एउटा यस्तो मेकानिजम गराएको छु, यसमा केही पनि छैन। हेर्नुस्, यो एउटा बोतल हो हैन, यो बोतलको कलरमा नजानुस्, एउटा बोतल हो अनि यसको माथि चाहिँ मैले बेलुन राखिदिएको छु। हेर्नु त बेलुन छ, यसमा हावा जावा केही बोरे छैन है त गाइस। अब यस बोतल भित्र यहाँ के छ त, यो बोतल भित्र यस बोतल भित्र चाहिँ केही पनि छैन, एयर मात्रै छ। एयर के छ, एयर है त गाइस। भनेपछि हामीले यो हिसाबले जाने हो भने यदि हामीले एयरलाई चाहिँ हिट गर्ने हो भने, एयरलाई हिट गर्ने हो भने भोल्युम चाहिँ के हुनुपर्छ, इन्क्रिज हुनुपर्छ हैन। यदि हामीले यसभित्र भएको हावालाई चाहिँ अथवा एयरलाई चाहिँ हिट गर्यो भने चाहिँ यसको भोल्युम इन्क्रिज भएर हावाको भोल्युम इन्क्रिज भएर यो पनि फुल्लिनुपर्छ है त। यो चाहिँ विज्ञानको अनुसारले। अब चाहिँ हामीले चाहिँ लाइभ प्र्याक्टिकल गरौँ है त। हेर्नुस् यहाँ हेर्नु, मसँग यहाँ तातो पानी छ हैन, मैले यसलाई यहाँ राख्छु। हेर्नु त 3 2 1 तिर ओएमजी पुरो मलाई हेर्नु त यो चाहिँ यो हेर्नुस् अहिले फुल्लेको थिएन है। हेर्नु त अहिले कस्तो थियो र अहिले कस्तो भयो, यानी कि यसभित्र भएको हावाको के भयो, हावा यसभित्र भएको हावाको भोल्युम के भयो, इन्क्रिज भयो। हेर्नु त मैले यसमा तति हाल्छु, हावाको भोल्युम इन्क्रिज हुँदै जान्छ। म किन हो त हेर्नुस्, मतलब यहाँ भित्र भएको हावाको भोल्युम इन्क्रिज हुँदै गइरहेको छ। किन, मैले तताइरहेको छु। कुनै पनि कुरालाई चाहिँ हामीले ततायो भने त्यसको भोल्युम चाहिँ के हुन्छ, इन्क्रिज हुन्छ है त। अब यो इन्क्रिज भइसक्यो, मैले तातो पानी ल्याएर राख्छु। हेर्नुस्, हेर्नु है, यो हेर्नु, यो चाहिँ हेर्नु, यो के भएको, यसको पछाडिको रिजन के हो, यसको पछाडिको रिजन यही हो। यदि हामीले कुनै पनि कुरालाई अथवा तत्त्वलाई चाहिँ ततायो भने, हिट गर्यो भने त्यसको भोल्युम के हुन्छ, इन्क्रिज हुन्छ है त। यो चाहिँ कुनै पनि कुरालाई तताउँदा अब यो चाहिँ गयो, किनभने यो चाहिँ बाहिरको हावाले गर्दाखेरि कुल भयो, त्यही भएर फेरि यस्तो भयो। हेर्नुस् कसरी चाहिँ हामीले पहिलोले के भनेको त बुझ्यो हैन गाइस। यानी कि कुनै पनि तत्त्वलाई चाहिँ तताउँदाखेरि चाहिँ त्यसको भोल्युम के हुने त, इन्क्रिज हुने छ। तर चाहिँ हामीले यहाँ पानीको केसमा कुरा गर्दाखेरि एनोमलस एक्सपान्सन अफ वाटर भन्ने बित्तिकै यो पुरै पानीको केसमा कुराकानी भइरहेछ भन्ने कुरो बुझ्नु पर्यो हैन। नम्बर 2 को कुरा गर्दैछौँ, पानीको केसमा हामीले कुरा गर्ने हो भने यदि वाटर चाहिँ 0 डिग्रीमा छ र त्यसलाई हिट दिएर 4 डिग्रीसम्म ल्याउँदाखेरि यसको भोल्युम के हुन पर्ने हो, भर्खरैको एक्सपेरिमेन्टको अनुसारले यसको भोल्युम के हुन पर्ने, इन्क्रिज हुन पर्ने हो। तर पानीको केसमा चाहिँ यस्तो हुँदैन, टक्कै यसको उल्टो हुन्छ। के हुन्छ भन्दाखेरि 0 डिग्रीबाट चाहिँ 4 डिग्रीसम्म हजुरले पानीलाई चाहिँ के हुन्छ, तताउनुहुन्छ भने त्यसको चाहिँ के हुन्छ, भोल्युम चाहिँ डिक्रिज हुन्छ। के हुन्छ, भोल्युम इन्क्रिज नभएर डिक्रिज हुन्छ है त। यति कुरो बुझ्नुभयो, यति कुरो चाहिँ हजुरले बुझ्नु पर्यो।
यसै सन्दर्भमा हामीहरूलाई एउटा रिलेसनको बारेमा जानकारी हुनुपर्छ है त। त्यो रिलेसन भनेको भोल्युम र डेन्सिटीको रिलेसन हो त। हेर्नु गाइस, भोल्युम चाहिँ इन्भर्सली प्रोपोर्सनल टु द डेन्सिटी है त। यानि कि यसले के भनेको बुझ्नुभयो, यसले भने अनुसारले चाहिँ यति भोल्युम हजुरले इन्क्रिज गर्नुहुन्छ, मान्नुहोस् भोल्युम इन्क्रिज गर्नुहुन्छ भने त्यसको डेन्सिटी चाहिँ के हुन्छ, डिक्रिज हुन्छ। त्यसको डेन्सिटी डिक्रिज हुन्छ है त। यति कुरो बुझ्नुभयो होइन। कुनै पनि कुरा डुबिरहेको छ भने त्यसको पछाडिको के हुन्छ रिजन, त्यसको पछाडिको रिजन हुन सक्छ त्यसको डेन्सिटी चाहिँ धेरै छ। जस्तै मानौँ सँग पानी छ है त गाइस, पानी लिएको छु, केही पनि होइन, पानी मात्रै होइन। अब यो पानीमा चाहिँ मैले के गर्छु भन्दाखेरि, अब यो पेनको ढक्कनलाई मैले यसभित्र हालेँ भने यो डुब्ला कि नडुब्ला है त। हेरौँ है, मैले यसरी राखेको, यो त डुब्यो र डुबेन नि होइन। हेर्नु, मैले यसलाई भित्र लिएर जाने प्रयास पनि गर्दैछु, डुब्दैन त। लो हेर्नु त, डुबेन। र मसँग यहाँ चाहिँ एउटा सानो चाहिँ इलेजर छ, हेर्नुहोस् इलेजर है त। मैले यो इलेजरलाई चाहिँ यसभित्र राख्छु है त। ल यो त डुब्यो त, किन डुब्यो, यो चाहिँ डुब्दैन। यसको पछाडिको रिजन के हो, कुनै पनि कुराको डेन्सिटी चाहिँ धेरै छ भने त्यो चाहिँ डुब्छ। यसको पछाडिको खेल भनेको के हो भन्दाखेरि यो डेन्सिटीको खेल हो होइन। अब चाहिँ हजुरले यो कुरो बुझ्नुभयो होला। यति हजुरले भोल्युमलाई इन्क्रिज गर्नुहुन्छ भने डेन्सिटी हुन्छ त्यो चाहिँ डिक्रिज हुन्छ। के हुन्छ, डिक्रिज हुन्छ है त। मैले फेरि भन्दैछु, यो याद गर्नु, यो रिलेसन हजुरले याद गर्नुभयो भने एनोमलस एक्सपान्सन अफ वाटर केही पनि होइन। के भन्छ भन्दाखेरि यति हजुरले डेन्सिटीलाई चाहिँ डेन्सिटी इन्क्रिज गर्नुहुन्छ भने भोल्युम डिक्रिज हुन्छ, अथवा भोल्युमलाई इन्क्रिज गर्नुहुन्छ भने डेन्सिटी चाहिँ के हुन्छ, डिक्रिज हुन्छ भन्ने कुरो यो बुझ्नु पर्यो। रिलेसन चाहिँ यो याद गर्नु पर्यो है त। अब कुरो बुझ्नुभयो। अब कुरा गरौँ, अब एनोमलस एक्सपान्सन अफ वाटरको चाहिँ डेफिनेसन तपाईँलाई हो त। हेर्नु क्या, वाटर एट 4 डिग्री सेल्सियस हैज द मिनिमम भोल्युम एन्ड द मैक्सिमम डेन्सिटी भनेको त है त। 4 डिग्री सेल्सियसमा भएको पानीको जुन भोल्युम हुन्छ त्यो चाहिँ सबैभन्दा कम हुन्छ। मिनिमम भनेको के हो, कम हो, सबैभन्दा कम हुन्छ। र त्यसको चाहिँ मैक्सिमम हुन्छ, सबैभन्दा धेरै चाहिँ के भन्छ, डेन्सिटी हुन्छ। यानि कि 4 डिग्रीमा भएको पानीको भोल्युम सबैभन्दा कम हुन्छ अनि डेन्सिटी चाहिँ सबैभन्दा धेरै हुन्छ है त। यसलाई चाहिँ यो खराबबाट चाहिँ बुझ्न सक्छौँ है त। यो 0 डिग्रीमा भएको भोल्युमको मैले ग्राफ देखाउँदैछु। यो 0 डिग्रीबाट 4 डिग्रीसम्म भोल्युम के हुँदै गइरहेको छ, डिक्रिज हुँदै गइरहेको छ। मानौँ हामीसँग आइस छ, त्यो आइसलाई चाहिँ हामीहरूले 4 डिग्री सेल्सियसमा लिएर जानु पर्यो भने हामीले के गर्ने, त्यसलाई कुल त गर्ने हो नि त। त्यो त अझै 0बाट माइनसमा जान्छ। कुल गर्ने कुरो भएन, त्यसलाई के गर्न पर्यो, हिट गर्न पर्यो होइन। हिट गर्दाखेरि यसको भोल्युम के हुनुपर्ने हो, यो 1 नम्बरको हिसाबले भोल्युम इन्क्रिज हुनुपर्ने हो। तर यस्तो हुँदैन पानीको केसमा। त्यस कारणले गर्दा भोल्युम के हुन्छ, डिक्रिज हुन्छ। कति डिग्रीसम्म, 0बाट 4 डिग्री सेल्सियससम्म यसको भोल्युम के हुन्छ, डिक्रिज हुन्छ। अनि त्यहाँबाट चाहिँ हजुरले हिट गर्नुहुन्छ भने त्यसको भोल्युम इन्क्रिज हुन्छ। अब कति हिट गर्दै जान्छ त्यही हिसाबको भोल्युम इन्क्रिज हुँदै जान्छ है त। अब यो के को केस भयो, भोल्युमको केस। अब यही कुरा चाहिँ हामीहरूले डेन्सिटीको कुरा गरौँ। मानव हजुरको एउटा आइस छ, त्यो आइसलाई चाहिँ हामीले तताउनु भयो भने त्यसको भोल्युम के हुन्छ, डिक्रिज हुन्छ। भोल्युम डिक्रिज हुनु भनेको डेन्सिटी के हो, इन्क्रिज हुनु हो होइन। यो हिसाबले भोल्युम डिक्रिज हुनु भनेको डेन्सिटी इन्क्रिज हुनु हो। र सबैभन्दा कम भोल्युम कहाँ हुन्छ, सबैभन्दा कम भोल्युम 4 डिग्री सेल्सियसमा हुन्छ। 4 डिग्री सेल्सियसमा हुन्छ होइन सबैभन्दा कम के भोल्युम। सबैभन्दा कम भोल्युम 4 डिग्री सेल्सियसमा हुन्छ भने सबैभन्दा धेरै डेन्सिटी केमा हुने भयो त, यही 4 डिग्री सेल्सियसमा हुने भयो। किनभने यसको अनुसारले यही हो। हेर्नुहोस्, यो सबैभन्दा धेरै डेन्सिटी चाहिँ कुनै पानीको चाहिँ 4 डिग्री सेल्सियसमा हुन्छ। त्यहाँबाट गर्दै जान्छ भनेको छ। यो किन गर्दै गयो भन्दाखेरि हामीले यसलाई तताउँदै गयौँ भने अरू त भोल्युम इन्क्रिज हुँदै गइरहेको छ होइन। अब मानौँ 4बाट 5मा त भोल्युम के हुँदै गर्छ, इन्क्रिज हुँदै गर्छ। तर यहाँ 4बाट 5मा डेन्सिटी के हुँदै गर्छ, डिक्रिज हुँदै गर्छ। किनभने भोल्युम र डेन्सिटीको रिलेसनको कारण। भोल्युम चाहिँ इन्भर्सली प्रोपोर्सनल टु द डेन्सिटी भएको हुनाले गर्दा है त। अब यसै सन्दर्भमा चाहिँ हामीहरूले अब यो एनोमलस एक्सपान्सन अफ वाटरको चाहिँ एडभान्सेसको कुरा गरौँ। हेर्नुहोस्,
एक्वाटिक एनिमल्स सर्भाइभ इन कोल्ड प्लेस भनेको त हैन एक्वाटिक एनिमलहरू चाहिँ कोल्ड प्लेसमा चाहिँ सर्भाइभ गर्छन्। यसले भने अनुसारले चाहिँ कोल्ड प्लेसहरूमा चाहिँ जुन डल्फिनहरू फिसहरू हुन्छन् नि तिनीहरू कसरी बाँचिरहेका हुन्छन् भन्दाखेरि यही कारणले गर्दा एनोमलस एक्सपान्सन अफ वाटरको कारणले गर्दा हेर्नु त यो ग्राफ मैले यहाँ बनाएको छु। मानौ यो एउटा पोन्ड यानि कि तालाब हो हैन यो तालाब चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ हुम्लामा छ। यो हुम्लामा भएको चाहिँ त्यहाँ चाहिँ तापक्रम अत्याधिक कम छ मानौ हैन। अब चाहिँ के भयो भन्दा यो तालाबको सबैभन्दा माथि चाहिँ के हुन्छ भन्दा आइस हुन्छ कि किनभने त्यहाँको वाटरको डिग्री कति हुन्छ भन्दा 0 डिग्री हुन्छ हैन। त्यस कारणले गर्दा माथि आइस भएको हुन्छ। तर माथि आइस भएका कारणले गर्दाखेरि तल यहाँ तल हुन्छ नि जुन 2 3 4 डिग्रीमा यहाँ चाहिँ पानी नै हुन्छ। अब यो किन पानी हुन्छ किनभने यो आइसले चाहिँ यहाँ चाहिँ आइसोलेसनको काम गर्छ। अब यो के भनेको आइसोलेसनको काम यानी कि बाहिर चाहिँ हजुरको 0 डिग्री सेल्सियस छ भने यो आइस कम हो हैन सरफेसमा चाहिँ आइस कम हो भने अब यहाँ यो आइसले चाहिँ बाहिरको यो 0 डिग्री सेल्सियसको जुन तापक्रम हुन्छ त्यसलाई चाहिँ यहाँ भित्र जान दिन्न। त्यस कारणले गर्दाखेरि यो पानी चाहिँ तलको जमेको हुँदैन कुरो हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब जनावरहरू चाहिँ फिसहरू चाहिँ यहाँ तल पनि जिउँदै हुन सक्ने सम्भावना हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ एक्वाटिक एनिमल चाहिँ सर्भाइभ गर्छन् कोल्ड प्लेसमा। यति कुरो बुझ्नुभयो हैन। यति कुनै पनि कुराको एडभान्टेज छ भने त्यसको डिसएडभान्टेज पनि होला हैन। हो यसको पनि छ एनोमलस एक्सपान्सन अफ वाटरको पनि डिसएडभान्टेज रहेको छ हेर्नु त पाइप हुन्छ। अब मानौ यो एउटा हुम्लाको घर हो यो हुम्लाको घर हो है त हुम्ला वा जुम्लाको घर हो। यो जुम्लाको अथवा हुम्लाको घरमा चाहिँ के हुन्छ भन्दाखेरि पानी आयो रेनी सिजन भयो हैन। रेनी सिजनमा पानी आउँदाखेरि चाहिँ यो पानी चाहिँ यो एउटा पाइपबाट चाहिँ अर्को ठाउँमा यहाँ गएर चाहिँ स्टोर हुन्छ। किन स्टोर हुन्छ भन्दाखेरि चाहिँ अब हुम्लातिर चाहिँ पानीको हल्का कमी भएको हुनाले गर्दा हैन। त्यस कारणले गर्दा यो चाहिँ गएर यहाँ गएर स्टोर भयो। अब चाहिँ त्यहाँ चाहिँ कोल्ड सिजनमा चाहिँ त्यहाँको चाहिँ टेम्परेचर मानौ 0 डिग्री सेल्सियस भयो हैन 0 डिग्री सेल्सियस भयो। त्यस कारणले गर्दाखेरि पानी आउँदाखेरि पानी त आयो हैन पानी आउँदा यो पाइपभित्र यो पानी के भयो भन्दाखेरि जम्यो। फलको तापक्रम चाहिँ 50 डिग्री सेल्सियस है त 50 डिग्री सेल्सियस रहेछ है त। के भयो भन्दाखेरि अब त्यो चाहिँ 4 डिग्री सेल्सियसमा आउनेसम्म त केही भएन हैन कोल्ड हुनेसम्म के 4 डिग्री सेल्सियससम्म कोल्ड हुनेसम्म त त्यसको भोल्युम के भयो डिक्रिज हुँदै गयो हेर्नु त। तर जब 4 डिग्रीबाट 0 डिग्री सेल्सियसमा आयो नि त्यसको तापक्रम त्यतिखेर भोल्युम के भयो इन्क्रिज भयो। भोल्युम इन्क्रिज हुने बित्तिकै यो पाइपमा भएको पानी चाहिँ आइस हुन लाग्यो र आइस हुने बित्तिकै भोल्युम इन्क्रिज भएको हुनाले गर्दा पाइप चाहिँ के भयो ब्रस्ट भयो अथवा बुटो हेर्नु त पाइप चाहिँ फुट्यो है त। यस्ता कारण हुन सक्छन् कहाँ कोल्ड प्लेसहरूमा है त। मोटामोटी कुरो भन्नुपर्दाखेरि एनोमलस एक्सपान्सन अफ वाटरको बारेमा भन्नुपर्दा यति मात्रै हो। हामीलाई यहाँ चाहिँ सबैभन्दा मुख्य कुरो के रहेको छ भन्दाखेरि दुईटा कुरो याद गर्नुपर्छ। के भन्दाखेरि भोल्युम यो मुख्य गरी पहिलो कुरो यो रहेको छ भोल्युम र पानी भोल्युम र डेन्सिटीको चाहिँ रिलेसनको बारेमा हामीलाई जानकारी हुनुपर्छ। यदि भोल्युम धेरै हुन्छ भने त्यो कुराको डेन्सिटी चाहिँ कम हुन्छ। भोल्युम धेरै हुन्छ भने डेन्सिटी कम हुन्छ। एउटा कुरो याद गर्नुभयो हैन। अर्को कुरो हामीले के याद गर्नु पर्यो भन्दाखेरि पानी 4 डिग्री सेल्सियसमा चाहिँ त्यसको मिनिमम भोल्युम हुन्छ। सबैभन्दा कम भोल्युम 4 डिग्री सेल्सियसमा हुन्छ र सबैभन्दा धेरै डेन्सिटी चाहिँ कतिमा हुन्छ त्यही 4 डिग्री सेल्सियसमा नै हुन्छ भन्ने कुरो हामीलाई जानकारी हुनु पर्यो। यसरी हेर्नु पर्दाखेरि चाहिँ हामीहरूले एनोमलस एक्सपान्सन अफ वाटर चाहिँ पुरै भ्यायौँ है त गाइस। अब चाहिँ यति हजुरलाई यो भिडियो मन परेमा के गर्नु लाइक गर्नुहोस् एक्सपेरिमेन्ट कस्तो लाग्यो भन्नुहोस् हैन कमेन्ट गर्नुहोस्। अर्को टपिकहरूलाई के चाहियो कमेन्ट गरेर भन्नुहोस्। हस्त नमस्ते हर हर महादेव।